नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आज चाहिँ मैले बनाउँदैछु चिया सिड विथ फ्रुट सलाद। अनि व्रतको दिन के खानुहुन्छ भने चाहिँ यो खाँदा पनि हुन्छ। यसले चाहिँ रिफ्रेस गराउँछ, प्रोटिन पनि पाउँछ, फाइबर पाउँछ, सबै पाउँछ के साथीहरू। अनि गर्मी मौसम छ, दहीले चाहिँ चिसो बनाउँछ। अनि मैले चाहिँ यहाँ चिया सिडलाई चाहिँ दहीमा भिजाएर राखिसकेको थिएँ अनि यस्तो भइसकेको थियो। अनि त्यो पछि चाहिँ मैले भिजाएर एकछिन घुमाएपछि चाहिँ फेरि अलिकति दही थपेर फेरि घोलेर चाहिँ राखेँ कि मैले। अहिले फ्रुट्सहरू हाल्न सजिलो हुन्छ भनेर चाहिँ अनि घोलेर राखेँ। अनि त्यो पछि मैले स्याउ काटेँ, मसँग फलफुल जे छ मैले त्यही हालेँ। हजुरहरूले पनि जे भेट्नुहुन्छ त्यही हाल्ने त हो नि। अनि त्यो पछि मैले फ्रुट्सलाई चाहिँ मसिनो गरेर काटेँ। अनि अरू के खाने होला त, के खाने भन्ने नै दिमागमा आउँदैन कि यो व्रतको दिनमा त। अनि त्यही भएर चाहिँ मैले जे भेट्छु त्यही बनाउँछु भनेर चाहिँ बसिरहेको थिएँ कि। अनि त्यो पछि मैले अम्बा पनि लिएँ, अस्ति अम्बा किनेर लिएर आएको थिएँ। अनि त्यो अम्बालाई नि मसिनो गरेर काटेँ। अनि यो अम्बा चाहिँ अलिक गुलियो थिएन क्या, मलाई गुलियो छ भनेर लाएर किनेको रहेछ त्यो। अनि वाटरमेलन पनि थियो, अनि वाटरमेलनलाई पनि मसिनो गरेर काटेँ। पहिला चाहिँ यसरी यति भएपछि त दुईजनालाई मजाले पुगिहाल्छ नि। अनि त्यो पछि वाटरमेलनलाई नि मसिनो गरेर काटेँ। त्यसको दाना चाहिँ मैले फालेको थिएँ है, अहिले काट्ने बेलामा चाहिँ मैले त्यो गरिनँ। अनि त्यो पछि यहाँ मैले लिएँ यो काजु बदाम नरिवल थियो मसँग। अनि तिनीहरू नै लिएर तिनीहरूलाई मसिनो गरेर चप गरेर अनि तिनीहरूलाई नि हालिदिएँ मैले। अनि सबै फ्रुट्सहरू पनि सबै काटिसकेको थिएँ। त्यो पछि चाहिँ मैले दही र चिया सिडलाई चाहिँ मजासँग घोलेँ। अनि त्यसमा चाहिँ मैले स्याउ हालेँ, अनि यो अम्बा हालेँ, वाटरमेलन हालेँ, अनि काजु बदाम हालेँ। अनि त्यो पछि हनी हालेर मिक्स गरेँ सबलाई सर्लक पारेर। हेर्नुहोस् न, यति खाएपछि त पेट पनि टुम्मा हुन्छ। अनि मैले यहाँ चाहिँ खाना सुरु गरेको थिएँ साथीहरू। तर व्रतको दिनमा अनि पेट पनि भरिने, मन पनि भरिने, मिठो पनि हुने। थ्याङ्क यू फर वाचिङ गाइज।